बालेन्द्र शाह भारतलाई भारतकै गेममा हराउन चाहन्छन्। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। किनभने तिम्रो पनि जग्गा हामीले मिच्या छौँ, ल आऊ हामीसँग छलफल गर्न भनेर नेगोसिएसनको लागि एउटा नयाँ पोइन्ट दिएका छन्। उनले भारतलाई इन्ट्रिग गर्दैछन्, तिम्रो पनि हामीले खाएका छौँ, ल आऊ छलफल गर्ने भयो भनेर मासमा यो कुरा पुर्याइदिँदाखेरि ओके हाम्रो जग्गा अतिक्रमण गराएछ इन्डिया नेपालले र आफै स्वीकार गर्दैछ हु इज दिस गाई भन्ने खालको एउटा इन्ट्रिगिङ फ्याक्टर क्रिएट गरिदिए इन्डियन मिडियामा, जसले गर्दाखेरि अब बालेन्द्र शाह भारत भ्रमणमा जाँदाखेरि यो चिजले विषय प्रवेश पाउनेछ। आज रवि लामिछाने इन्डिया गयो, त्यसपछि अब केही दिनमा या केही समयपछि प्रधानमन्त्री पनि इन्डिया जानुहुनेछ र इन्डियासँग किन रणनीतिक रूपमा यो कुराहरू एकदमै सल्टिन आवश्यक छ भने अब नेपालले आफ्नो आर्थिक उन्नतिका लागि भारतको सहयोग, भारतको मार्गको सहयोग र भारतको धेरै कुरामा हामी प्रयोग गर्न सक्छौँ। त्यस कारणले भारतलाई इन्ट्रिग गर्ने, इन्गेज गर्ने र सहकार्य गर्ने पक्षमा चाहिँ यो सरकार रहेको देखिन्छ। यसमा कुनै प्रो भनेर देखिने भन्दा पनि देशको हितका लागि नेपाली डिप्लोमेसीलाई प्रयोग गर्न लागेको जस्तो खालको रणनीति अहिले देखिएको छ। अब हेर्दै जाउँ के गर्नुहुन्छ प्रधानमन्त्री बालेन्द्र शाहज्यूले। तपाईँलाई के लाग्छ कमेन्टमा भन्नुहोस् है।